2058 साल जेठ 19 नेपालको इतिहासको त्यो रात जसले सिङ्गो देशलाई मात्र होइन पुरै विश्वलाई नै निशब्द बनाइदियो। एउटा यस्तो हत्याकाण्ड जसले एकैपल्टमा एउटा लोकप्रिय र हसिलो राज परिवारको समूलमा विनाश गरिदियो। पारिवारिक जमघटको त्यो हाँसो केही मिनेटमै रगतको आहाल र बन्दुकको आवाजमा परिणत भयो। राजा वीरेन्द्र, रानी ऐश्वर्या र युवराज धीराज दिपेन्द्र सहित राज परिवारका 10 जना सदस्यको ज्यान गयो। आखिर त्यो रात त्रिभुवन सदनभित्र के भएको थियो? के साँच्चै युवराज दिपेन्द्रले नै आफ्नो आमा बुबा र भाइ बहिनीको हत्या गरेका थिए कि यसको पछाडि अरू कुनै ठुलो षड्यन्त्र थियो? आउनुहोस् जानौ आजको यो भिडियो। त्यो दिन शुक्रबार थियो। नारायण हिटी दरबारको त्रिभुवन सदनमा नियमित जस्तै पारिवारिक रात्रि भोज चलिरहेको थियो, जहाँ राज परिवारका नजिकका आफन्तहरू जम्मा भएका थिए। सबैजना हाँसी मजाक गर्दै कुराकानीमा व्यस्त थिए। तर यो हाँसोको पछाडि एउटा यस्तो ठुलो पारिवारिक तनाव पनि लुकेको थियो। युवराज दिपेन्द्रको विवाह। युवराज दिपेन्द्र दिव्यानी राणासँग विवाह गर्न चाहन्थे, तर रानी ऐश्वर्या र राज परिवारका केही सदस्यहरू यो विवाहको पक्षमा थिएनन्। त्यो साँझ पनि त्यही विषयलाई लिएर केही भनाभन भएको बताइन्छ। साँझ करिब 8:30 बजेतिर दिपेन्द्रले धेरै रक्सी पिएर लट्ठिएको भन्दै उनलाई उनकै कोठामा आराम गर्न लगियो। तर कथामा ट्विस्ट त तब आउँछ जब उनलाई कोठामा सुत्न होइन, बरु एउटा भयानक रूप लिएर उठ्न पठाइन्छ। रातिको ठीक 9:15 दिपेन्द्र आफ्नो कोठाबाट बाहिर निस्किन्छ। तर यसपटक उनको शरीरमा राजकीय पोसाक होइन, सेनाको जस्तो कपडा थियो। उनी हातमा MA16 राइफल, सब मेसिन गन र पिस्टल बोकेर बियाड हल्तर्फ। कसैले केही सोच्न र समझ्न पाउँदैन। दरबारभित्र गोली चल्छ। पहिलो गोली राजा वीरेन्द्रको काँधमा लाग्छ। दरबारभित्र रुवाबासी र आतंक मचिन्छ।